कल्पना गर्नुहोस्, रातको सुनसान समय छ, तपाईँ एउटा रेलमा हुनुहुन्छ र अचानक त्यो रेल घना जङ्गलको बीचमा रोकिन्छ। बाहिरबाट 30 देखि 40 जना सशस्त्र डाँकाहरू रेलभित्र पस्छन्। तिनीहरूको हातमा तरबार, चक्कु र पिस्तोल छन्। सबै यात्रुहरू डरले थरथर काँपिरहेका छन्। डाँकाहरूले पालैपालो सबैको सामान लुटिरहेका छन्। तर त्यहाँ एकजना यस्तो मानिस थिए जसको नसामा गोर्खाली रगत बगिरहेको थियो। जब ती अपराधीहरूले एक 18 वर्षीय युवतीलाई उनको आमा बुवाकै अगाडि दुर्व्यवहार गर्न खोजे, तब ती व्यक्तिको धैर्यको बाँध टुट्यो। उनले आफ्नो झोलाबाट एउटा यस्तो हतियार निकाले जसको नाम सुन्ने बित्तिकै दुश्मनको सातो जान्छ, खुकुरी। एकजना अवकाश प्राप्त सिपाही र 40 जना सशस्त्र डाँकाहरू। को जित्यो होला त्यो रातको लडाईँ? आज हामी यही अविश्वसनीय र गौरवशाली गोर्खाली वीर गाथाको बारेमा कुरा गर्नेछौँ। यो कथा हो विष्णु प्रसाद श्रेष्ठको। सन् 1975 नेपालको पर्वत जिल्लाको बछा देउराली खोलामा जन्मिएका विष्णुको परिवारमा वीरताको लामो इतिहास थियो। उनका पिता गोपाल बाबु श्रेष्ठले पनि भारतीय सेनाको 7x8 गोर्खा राइफल्समा सेवा गरेका थिए। आफ्नै बाबुको पाइला पछ्याउँदै विष्णु पनि भारतीय सेनामा भर्ती भए र नायक कोर्पोरलको पदसम्म पुगे। विष्णुले आफ्नो सेवाकालमा कश्मीर जस्ता कठिन क्षेत्रहरूमा धेरै युद्ध र अपरेसनहरू अनुभव गरिसकेका थिए। 15 वर्षको वीरतापूर्ण सेवापछि सन् 2010 उनले स्वैच्छिक अवकाश लिने निर्णय गरे। उनी आफ्नो परिवारसँग बाँकी जीवन बिताउन नेपाल फर्किँदै थिए। सेप्टेम्बर 2, 2010 को रात विष्णु मौर्य एक्सप्रेस हातिया टु गोरखपुरमा सवार भएर झारखण्डको राँचीबाट गोरखपुरतर्फ जाँदै थिए। यो रेल सेवा उत्तर पूर्वी रेलवे जोन अन्तर्गत पर्दछ, जसले झण्डै 851 किलोमिटरको दूरी तय गर्छ। मध्यरातको करिब 1 बजेतिर जब रेल पश्चिम बङ्गालको चित्तरञ्जन स्टेसन नजिकैको घना जङ्गलमा पुग्यो, अचानक एउटा ठूलो झड्का लाग्यो र रेल रोकियो। बाहिरबाट 30 देखि 40 जना सशस्त्र डाँकाहरू रेलभित्र छिरे र यात्रुहरूलाई आतंकित पार्न थाले। तिनीहरूले मोबाइल, ल्यापटप, सुनका गहना र नगद जे भेट्टाए त्यही लुटिरहेका थिए। सुरुमा विष्णुले शान्त रहने निर्णय गरे। उनले आफ्ना सामान र पैसा डाँकाहरूलाई सुम्पिदिए। एक अनुभवी सिपाही भएकाले उनलाई थाहा थियो कि कुन समयमा लड्नुपर्छ र कुन समयमा धैर्य गर्नुपर्छ। तर त्यसपछि एउटा यस्तो घटना घट्यो जसले विष्णुको रगत उमाल्यो। डाँकाहरूले उनी नजिकै बसेकी एक 18 वर्षीय युवतीलाई समातेर बलात्कार गर्ने प्रयास गरे। ती युवतीले रुँदै चिच्याइन्, दाइ मलाई बचाउनुहोस्, तपाईँ त सिपाही हुनुहुन्छ। त्यसपछि जे भयो त्यो कुनै फिल्मी दृश्यभन्दा कम थिएन। विष्णुले आफ्नो झोलाबाट आफ्नो सिरुपाते खुकुरी निकाले। उनले एकजना डाँकालाई ह्युमन शिल्ड बनाए र बाँकी डाँकाहरूमाथि जाइ लागे। साङ्गुरो रेलको गल्लीमा विष्णुको खुकुरी बिजुली झैँ चम्कियो। उनले 3 जना डाँकालाई त्यहीँ सिध्याए र 8 जनालाई गम्भीर घाइते बनाए। लडाईँको क्रममा विष्णुको देब्रे हातमा तरबारले काट्यो, जसकारण नसा र हड्डीमा गहिरो चोट लाग्यो। तर पनि उनले हार मानेनन्। उनको त्यो रौद्र रूप देखेर 40 जना डाँकाहरूको सातो गयो र उनीहरू लुटिएको सामान छाडेर ज्यान जोगाउन रेलबाट हाम फालेर भागे। जब रेल चित्तरञ्जन स्टेसन पुग्यो, सबै यात्रुहरूले विष्णुलाई भगवानको रूपमा हेरे। उनलाई तत्कालै अस्पताल भर्ना गरियो र लगभग 2 महिनाको उपचारपछि उनी निको भए। ती युवतीको परिवारले विष्णुलाई ठूलो नगद पुरस्कार दिन खोजे, तर उनले विनम्रताका साथ अस्वीकार गरे। उनले भनेका थिए, युद्धमा दुश्मनसँग लड्नु मेरो सिपाहीको कर्तव्य थियो, तर रेलमा डाँकाहरूसँग लड्नु मेरो मानवीय कर्तव्य थियो। भारत सरकारले विष्णुको यो अद्भुत वीरताको कदर गर्दै उनलाई सेना मेडल र उत्तम जीवन रक्षा पदकबाट सम्मानित गर्यो। उनको पल्टनले उनको अवकाश रद्द गरेर उनलाई सम्मानजनक बढुवा समेत गर्यो। विष्णु प्रसाद श्रेष्ठको यो कथाले हामीलाई सिकाउँछ कि वीरता भनेको सङ्ख्यामा होइन, साहस र सही नियतमा हुन्छ। एउटा खुकुरी र एउटा गोर्खालीको मुटु 40 जना अपराधीहरूलाई परास्त गर्न पर्याप्त छ। तपाईलाई विष्णु प्रसाद श्रेष्ठको यो वीरताको कथा कस्तो लाग्यो? कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सनुहोला। यस्तै अन्य वीर गाथाहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। जय नेपाल, जय गोर्खा।